यो चाहिँ मेरो आजको ड्रेस इज कन्टिन्यू यार। हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई मिनी ब्लग। दसैँ सके छैन हाम्रो। अहिले हामी आएको छौँ तोरीबारी जोजोको घरमा डिनर गर्नु। इज द अनर अफ दिस हाउस, ब्युटिफुल हाउस। हजुर भनिदिनुहोस् जोजो कस्तो लाग्दैछ? हामीलाई बोलाएर खुवाउनु भन्न अब बहिनीहरु राम्रो लाग्छ नि हैन? सधैँ यसरी आइराखोस्। सधैँ हप्ता पछि सधैँ यसरी आएर यसरी बसिरहौ, सबै मिलेर यसरी बसेको राम्रो। जो हाम्रो सानो जेजो बहिनी राखेको राम्रो, बहिनी जय जस्तो भेना नाना राखेको राम्रो। चाडबाडमा आउनु चाडबाड नभए पनि आएको राम्रो, भेट्नु राम्रो। म यत्रो कहाँबाट दार्जिलिङबाट भेट्नुलाई सक्नु। अन्त लु यता हाम्रो माइला भेना जेठा र साइला हुनुहुँदैन, यता कान्छा बमजनको कान्छा चाहिँ। लु यता यहाँ खुच्चापाटीको डिनर हुँदैछ पनि। यस हाम्रो छेउमा जो घरको छोरो डिम्पल बोय। भन् नाना, बमजनको नाना भन। बहिनी बमजन एन्ड गुरुङ मिक्स कोरङ्गे लामा होइन? औ दिशाना नाना तिमी के भन्छौ? ए दुईजना रिल्स बनाउनुको लागि होला, एउटा रिल्स होला फेरि आज पनि। रिसर्ट यता हुनुहुन्छ हाम्रो शीतल बहिनी, यता हुन्छ हाम्रो ठुलो आमेन, यता हुन्छ हाम्रो ठुलो बाउजू। अब गफसप मतलब स्न्याक्सहरू सब भइसक्यो, अब चाहिँ डिनर हुन्छ। त्यो मेडिसिनल रहेछ नि हाम्रो यहाँ चाहिँ छ युएसएको इम्पोर्टेड एकदम। डान्स हुँदैछ यहाँ ढाबा चाहिँ कस्तो खालको पुतली मयन के कस्तो खालको डान्स गरेको स्टन्टहरू कति छ तिमीले? भाइरल भयो कपिराइट लाग्यो त्यस्तो के एक दुई शब्द भन्दै मजा आउँछ। युट्युबर हो एकदम मुकबाङ भ्लगर। यसको नि च्यानलको नाम चाहिँ निमा लामा @nimalama29। यसको च्यानललाई पनि को दिशाना चिनेछ को रहेछ? के खायो इट्स डिनर टाइम। यहाँ चाहिँ बमजन थाली, बमजन थकाली हेर्नुहोस् आइटम कति छ। यो चाहिँ हो देसी चिकनको झोल, यहाँ सब्जी छ चना आलुको, यो चिकन, यो इस्कुस र आलु, यो गोर्खे अचार, यो फेरि अर्को चटनी, त्यहाँदेखिको मिस्टी पापड राइस अनि पानी छ। यहाँ चम्ची चाहिँ एकछिन स्वाङको मात्रै लागि हो, खाप्से। थ्याङ्क यू। यो चाहिँ मुसुरीको झोल, उता चाहिँ देसी कुखुराको झोल। कति मजाको थिएन त? लु छाङ खानु भयो भने भात यहाँ पानी छैन, यहाँ छाङ छ। मिनी ब्लग चाहिँ यहाँ सकिन्छ, यहाँबाट समाप्त हुन्छ। उठेर स्ट्यान्डअप। दिशाना बाई। लु बाई छौँ जोजो, बाई दिशा नाना, बाई एभ्री वान, गुड नाइट। अब चाहिँ हामी घरतर्फ